कस्तो रहला त तपाईको लागि आजको दिन। अब सुरु गरौँ सीएनटी प्रेसका लागि ज्योतिष पण्डित सुदीप नेपालले तयार पार्नु भएको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूका लागि आजको दिन आफैमा कमजोर महसुस हुनेछ, शारीरिक आलस्यता बढ्नेछ, नसोचेको स्थानमा धन खर्च हुनेछ, मित्रबाट साथ सहयोग मिल्नेछ। वृष राशि। वृष राशि हुनेहरूका लागि आजको दिन सन्तानबाट खुशी मिल्नेछ, रोजगारीका क्षेत्रमा सफलता मिल्नेछ, मनमा तनाव तथा शारीरिक कष्ट झेल्नु पर्नेछ, धार्मिक कार्यमा मन लाग्नेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आजको दिन मनोरञ्जनमा समय व्यतीत हुनेछ, मनोरम यात्राको योग रहेको छ, व्यापार व्यवसायबाट लाभ मिल्नेछ, स्वास्थ्यमा भने समस्या आउन सक्छ। स्टुडेन्ट भिजामा युके, अस्ट्रेलिया, डेनमार्क, युएसए, क्यानाडा, फिनल्यान्ड, युरोप र जापान जान चाहनेहरूका लागि तुलसीपुरमै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आजको दिन धार्मिक कार्यमा मन लाग्नेछ, असहज परिस्थितिलाई झेल्नु पर्नेछ, आफन्तबाट सहयोग प्राप्त हुनेछ, धनको कारोबार गर्दा विचार पुर्याउनु पर्नेछ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि आजको दिन रोजगारीमा आबद्धहरूका लागि कठिन परिश्रम गर्नु पर्नेछ, नसोचेको धन खर्च हुने समय छ, यात्रा गर्दा विचार पुर्याउनु पर्ने समय छ। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आजको दिन उच्च पदस्थ व्यक्तिहरूबाट सहयोग मिल्नेछ, काम गर्ने उत्साह वृद्धि हुनेछ, आय आर्जनका क्षेत्रहरू सहज बन्नेछन्, गरेका कार्यमा सफलता मिल्नेछ। तुला राशि। तुला राशि हुनेहरूका लागि आजको दिन खर्चिलो समय छ, वाद विवादमा फस्न सकिन्छ, व्यर्थका झन्झटमा समय व्यतीत हुनेछ, आर्थिक कारोबारमा विचार पुर्याउनु पर्नेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन सामाजिक मान सम्मान मिल्नेछ, पारिवारिक मनोरञ्जनमा समय व्यतीत हुनेछ, नियमित कार्य सहज बन्नेछ, स्वास्थ्यमा भने ध्यान दिनु पर्नेछ। धनु राशि। धनु राशि हुनेहरूका लागि आजको दिन नसोचेको धन प्राप्त हुनेछ, बोलीले समाजलाई आकर्षित गर्नेछ, मित्रहरूसँग मनोरञ्जनमा समय व्यतीत हुनेछ, यात्राको योग रहेको छ। मकर राशि। मकर राशि हुनेहरूका लागि आजको दिन दाजुभाइमा मेलमिलाप रहनेछ, आपसी सहकार्यबाट लाभ मिल्नेछ, परिश्रम अनुरूप सफलता मिल्नेछ, धन फस्न सक्छ, विचार पुर्याउनु पर्नेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि आजको दिन वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ, पारिवारिक सहकार्यले सफलता मिल्नेछ, रोजगारीका क्षेत्रबाट लाभ मिल्नेछ, खानपानमा विचार पुर्याउनु पर्नेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूका लागि आजको दिन शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ, प्रेम सम्बन्ध प्रगाढ बन्नेछ, पेटको समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनु पर्नेछ, यात्राको योग रहेको छ। राशिले जे जस्तो फल बताए पनि हजुरहरूको कार्य सफलताको कामना, अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना, यात्रामा रहनुहुनेलाई मंगल यात्राको कामना, जन्मदिन मनाउँदै हुनुहुन्छ भने जन्मदिनको शुभकामना, पाथिभरा भगवतीले सबैको मनोकामना पूर्ण गर्नुहुनेछ।